हे पाल्भो फिल्म हेर्न गएको रुपेशले क्याब हराएर टेन्सन यहाँ क्याब खोज्दैछौँ। हेलो साथीहरू सबैलाई स्वागत छ। आज चाहिँ हामी अवतार मुभी हेर्न जाँदैछौँ। हलबाट बन्द हुन लागेको छ अरे। अब के गर्ने हुनै पर्यो। फर्स्ट सो हेर्ने हामीसँग न टाइम छ न पैसो छ। हामी चाहिँ यिनी मुभी हलमा जाँदैछौँ र जाँदा बित्तिकै तपाईँले चाहिँ छक्क पन्जाको पुरै मुभी पोस्टरहरू देख्न सक्नुहुन्छ। यो मुभी हल चाहिँ हाम्रो दिपाश्री र दीपक राज गिरीको मुभी हल हो भन्ने चाहिँ हामीले सुन्नमा आएको छ। र यो टिकटको यो मुभीको स्पोन्सर चाहिँ उहाँ हुनुहुन्छ 15 लाखको कोट भनेर भाइरल हुने व्यक्ति। र यो मुभी टिकटको लागि एकदम धेरै धेरै धन्यवाद उहाँलाई। र आफ्नै खर्चले आफ्नै पैसाले यो पपकर्न किनेर लागिसकेका छौँ हामी मुभी हेर्नको लागि। हामी चाहिँ यही मुभी हेर्न लागेको हो, यही चस्मा लाएर र चलिदिए जाए छिचिरो हलमा। हामी लेट चाहिँ भएको छैनौँ। हलमा त कोही मान्छे छैन त यही मेरी आमा, हामी मात्र छौँ, 2 जना मात्र। यो अन्धो लाउनु जस्तै चस्मा लगाएको छौँ। मलाई त अन्धो जस्तै देखाएको छ। रुपेशलाई चाहिँ राम्रो देखाएको छ। ल मुभी स्टार्ट भयो। It took everything. आधी भइसक्यो। घुमेर हावा खाएर हावा त खान आएको। यहाँ त हिरोको इन्ट्री यहाँ पो हुँदैछ। टाङ डाङ 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 डुडु डुडु डुडुरी। ओहो हिरो हो कम छ त रुपेश छैन। हिरोभन्दा कम छैन बिल्कुल छैन। Went to the fire. And I learned its way. New life keeps the energy flowing, like the breath of the world. ओहो मुभीको कुरा गर्नु पर्दा चाहिँ साथी हो अर्कै पृथ्वीमा लगेर फालिदिँदो रहेछन् हामीलाई। यो चस्मा लगाएपछि त झन् अगाडि आउने रहेछन् मान्छेहरू। मजा आउने रहेछ। तर मुभीको स्वाद नचाख्न पाउँदै यहाँ रुपेशले क्याब हराएर टेन्सन भइहालेछ। क्याब खोज्दैछौँ हामी। ब्रेक टाइममा चाहिँ क्याब हामीले मुनि छोडेर गएको रहेछौँ। झन्डा उहाँहरूले राखिदिनु भएको रहेछ र रुपेशले लाउन पाएको छ, नत्र गएको थियो क्याब आज। ओके मुभी सकिएर हामी चाहिँ ट्याक्सी बुक गरेर घर आइसकेका छौँ र सबजना छुटिसकेका छौँ। धन्यवाद।